मेरो हातमा आएको छ खतरा चिज हेर्नुहोस् है। हेर्दाखेरि सुटकेस जस्तो टक्क सबै लक सक गर्न नि मिल्ने है, बोकेर हिँड्दा पनि सजिलो। ल हेर्नुहोस् त, गजबको भिन्टेज लुक्स दिने। अब खोलेर चाहिँ हेरौँ है, लास्टसम्म हेर्नुहोस्, यस्तो खतरा चिज हामी अब हजुर रिभिल गर्नेवाला छौँ। टक्क यसलाई थिच्नुभयो भने यो खुल्छ। अब ढोका खोल्नुभयो भने चाहिँ ल हेर्नुहोस्, घरमै अब मिनी बार, घरमै मात्रै होइन, घुम्न जाँदाखेरि गाडीमा अथवा चाहिँ ह्यान्डी पोर्टेबल एकदमै गजबको सबै वाइन, बियर, विस्की जे खान मन लाग्छ सबै अब खान सक्नुहुन्छ एउटा हात एउटा सुटकेसको भरमा। हेर्नुहोस् है, जाडो आउँदैछ, रम विस्की त हान्नु पर्यो। यसमा हजुरको तिनवटा यो डायमन्ड प्लस ग्लासको यो विस्की ग्लास पाउनु भयो। ल हेर्नुहोस् त, गजबको छैन त, तिनवटा यो पाउनुभयो। त्यसपछि अब कहिलेकाहीँ घरमा पार्टी भयो, बाहिर पार्टी भयो, ककटेल खान मन लाग्यो भन्नुहुन्छ भने त ककटेल त बनाउनु पर्यो। ककटेल सेकर, ल हेर्नुहोस्, ट्याक्क हजुरले ककटेल हाल्ने, टक 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 सेक गर्ने होइन, अनि माथि खोलेर सरर हालिदिने, यो पनि भयो। अब ककटेल पनि बन्यो। अब ककटेल बनाउनु अगाडि चाहिँ हजुरले यसलाई भन्छ जिगर, नाप्नु पर्यो, पेग नाप्नु पर्यो, 30 ml 60 ml नाप्ने, सट्ट खन्याउने। अब फिल्मी स्टाइलमा तपाईँलाई देखाउनु पर्दा त मैले केही भन्नै पर्छ जस्तो लाग्दैन, यो त जसले देखो उसले चिनो होइन र। ल हेर्नुहोस् त, टक्क खोल्ने, विस्की अथवा रम हाल्ने, टक्क खाने, यसलाई लगाउने, अनि गोजीमा सट्ट हाल्ने। भिन्टेज लुक्स है, मतलब खतरा भाइब, फिल्मी भाइब्स आइरहेछ। त्यसको साथसाथमा टङ आइस चेप्ने, अनि हजुरको वाइन अथवा स्याम्पेन ओपनर सबै यसमै छ। त्यसपछि हजुरको यसमा अर्को बिर्को खोल्ने पनि दिएको छ, बियरहरूको सबै एभाइलेबल छ। त्यही पनि भिन्टेज लुक्स भएको। ल हेर्नुहोस् त, यहाँ देखाएको सबै सेटै आउँछ है। अब घरमा अथवा घुम्न जाँदा सबैको लागि बेस्ट हुने यो मेरो हातको मिनी बार सेट लिने होइन त, एकदमै खतरा रेटमा आएको छ। मार्केटमा कहीँ पनि भेट्नु नहोस्, लग्जरी स्टाइलमा